तपाईहरुले ट्रेडिङ 212 मा अकाउन्ट ओपन गरिसक्नुभयो इन्भेस्टमेन्ट अथवा ट्रेडिङ गर्नको लागि भने अब फन्ड कसरी एड गर्ने त म यो त कुरा तपाईहरुलाई सिकाउँछु त्यसको लागि सिधै स्क्रिनमा आउनु है त अब तपाईहरुको स्क्रिनमा यस्तो देखिरहेको हुन सक्छ हैन अब यहाँनिर यो एउटा होम भन्ने छ त्यसपछि यहाँनिर तपाईहरुको यो पाइ देखाउने छ यहाँ सर्च बटन यहाँ तपाईको वालेट अनि यहाँनिर तपाईको आफ्नो पर्सनल डिटेल्स र यहाँनिर अर्को एउटा अप्सन 3 डट को अप्सन छ यो 3 डट अप्सनमा जानु होला त्यसपछि म्यानेज फन्डमा तपाईले क्लिक गर्नु होला म्यानेज फन्डमा गइसकेपछि जस्तै तपाईले इन्भेस्टमेन्ट एकाउन्टमा कति पैसा डिपोजिट गर्ने हो त ल उदाहरणको लागि यहाँनिर डिपोजिट भन्नेमा यसरी क्लिक गर्नु होला जस्तै मेरो चाहिँ अलरेडी एप्पल पे बाट एड गरेको छु तपाईले एप्पल पे नभएर जस्तै तपाईले बैंक ट्रान्सफर यहीको फोन अथवा तपाईले कार्डबाट पनि सेलेक्ट गर्न सक्नुहुन्छ त्यति गरिसकेपछि तपाईले कति बराबरको पैसा यहाँनिर हाल्ने हो जस्तै 1000 हो कि 2000 हो कि कति हाल्ने तपाईले जस्तै 500 हाल्ने हो कि अथवा 100 मात्रै हाल्ने हो यसलाई ओके गरेर यसलाई डिपोजिट थिच्दिनु भयो भने तपाईहरुको फन्ड अटोमेटिकली डिपोजिट भएर आउँछ